हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ बिहानै बिहानै बाहिर सपिङ गर्न हिँड्न गएको थिएँ। मैले चाहिँ सपिङ गरेर आइसकेको छु। आज चाहिँ म अनबक्सिङ गर्न गइरहेको छु। सो मैले आज सपिङमा चाहिँ 20 रुपियाँको वाइवाई चाउचाउ लिएको छु। यो नन भेजमा हो। सो म चाहिँ अब अनबक्सिङ गर्न गइरहेको छु है त। भिडियोलाई लास्टसम्म हेरिदिनु होला। म यो वाइवाई चाउचाउलाई चाहिँ अनबक्सिङ गर्न गइरहेको छु। भिडियो लास्टसम्म हेर्नु होला है त। सो यता यसलाई खोल्नु कताबाट हो? यताबाट खोल्नु, यताबाट खोल्नु चाहिँ म लाइट अनबक्सिङ गर्दैछु। कस्तो डर हो साथीहरू यो त। खोल्यो खोल्यो, भित्र के चाहिँ हुन्छ त? पुरै सिङ्गै डल्लै छ हो साथीहरू। चाउचाउ हेर्नु त, पुरै सिङ्गै छ। यत्रो सिङ्गै आउँदो रहेछ त चाउचाउ त नि। बाहिर त पुरै सिङ्गै आउँदो रहेछ। हेर्नु त साथीहरू, फाइनल्ली मेरो प्रडक्ट चाहिँ यो हो है त। मैले यसलाई चाहिँ किनेको हो। बाहिरको चाहिँ कभर मात्रै हो, यो चाहिँ कभर मात्रै हो। यसले पनि धेरै प्रोटेक्सन दिएको छ। चाउचाउ यहाँ रुमसम्म आइपुग्दैसम्म सेफ छ। ओ साथीहरू, अर्को कुरा भन्नै बिर्सेछु, यहाँ मेरो भित्र यहाँ मसला पनि रहेछ, देख्न सक्नुहुन्छ। मसला वाइवाईको दामी 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 मसला। यतापट्टि घिउ पनि छ। ओ अर्को कुरा, खुर्सानीको धुलो पनि रहेछ। खुर्सानीको धुलो यो चाहिँ मलाई मन पर्दैन। अब यसलाई चाहिँ म यहाँभित्र हालेर यहाँभित्र राख्छु। सेफ हुन्छ नि त, सेफ हुन्छ। मैले एकछिन बेलामा है प्याकेटभित्रै हाल्छु। अब यसलाई चाहिँ यस्तै छिटाउँछु। चल्छ अन्त बिहानै बिहानै सपिङ मेरो दामी छ। दामी छ है साथी। म चाहिँ अब यसमा चाहिँ नुन आएको हुँदो रहेछ। यसलाई चाहिँ नुन खोर्सानीले म हाल्छु। नुनको धुलो मसलाहरू। घिउ चाहिँ मलाई हाल्दिनँ, यो जमेको छ घिउ चाहिँ। हेर्नु साथीहरू कस्तो घिउ जमेको छ भने। फुटाउँछु। तपाईँहरूले चक्कु छ भने चक्कुले काट्नु सक्नुहुन्छ होला। मैले चाहिँ नापेले खोलिदिएँ। यसै डह्रो चाहिँ नहुने रहेछ। नापले पनि खोल्न सकिन्छ है साथीहरू। मैले यहाँ मिक्स गरेँ पुरै हालिदिएँ मैले मसला। पुरै मसला खाने भनेर। अब यो घिउ खाँदिनँ, म घिउलाई फालिदिन्छु। यसरी मिक्स गर्छु मसलालाई। अब चाहिँ अब टेस्ट लिनु त कस्तो हुन्छ टेस्ट लिनु। मिठो छ साथीहरू। एकदमै मिठो छ। तपाईँहरू पनि यसलाई नजिकै किराना पसलबाट किन्न सक्नुहुन्छ। यसलाई चाहिँ 20 रुपियाँ पर्छ। यसकै अर्को पनि हुन्छ, एउटा 25 जाने पनि हुन्छ क्या। नझुक्दिनु होला, फेरि 25 रुपियाँमा ठगिदिनु होला नि। 20 रुपियाँ जाने हो। यसलाई किनेर एकदम मिठोसँग खान सक्नुहुन्छ।
भिडियो अलि लामो भयो जस्तो छ भिडियोलाई यति नै गरौँ ल बाइक साथीहरू अर्को भिडियोमा भेटौँ है हामी ल